यो आम नरसंहार गर्ने आलमलाई चाहिँ फेरि जेलमा कोच्नुपर्छ, युवराज सफल जेलमा कोचेर छोड्छ। ढुक्क हुनुहोस्। पहिला पनि एउटा रवि भगवानलाई चाहिँ जेल हाल्दै थियो नि, अब के गर्ने त होइन। अनुहार हेर्नुहुन्न, भ्रष्टाचार गर्नुहुन्छ। गिरिबन्धु टी स्टेटमा त तपाईँ उहाँ लागेकै छ नि त। नक्कली भुटानी शरणार्थी पक्राउनको मुख्य योजनाकार उहाँ हो नि। यस्ता धेरै असङ्ख्य प्रमाणहरू छन्। अहिले रमेश लेखकलाई उजुरी हाल्दाखेरि पनि तरुण दलको चाहिँ म सदस्य हो, केन्द्रीय सदस्य हो। शेरबहादुर देउवा, रमेश लेखक, गगन थापा, विश्वप्रकाशहरूको वकालत गर्ने कुन चाहिँ झोले भिजिलान्ते हो होइन। नामसाम केही पनि छैन। कुनै पनि व्यक्तिको नैतिकतामा चाहिँ प्रश्न चिन्ह उठिसकेपछि उसले राजीनामा दिनुपर्छ। पहिला राजीनामा देऊ, त्यसपछि छानबिन हुन्छ। दोषी भए जेल जाऊ, नभए फेरि गृहमन्त्री हो। अर्कालाई चाहिँ प्रश्न चिन्ह उठाउने अनि आफू नदिने हुन्छ। यस्ता नालायक कुलङ्गारहरूले आजको भोलि राजीनामा देऊ, होइन भने सर्वोच्चमा तिम्रा विरुद्धमा युवराज सफलले रिट हाल्छ। गृहमन्त्रीलाई मेरो थ्रेटन हो। त्यो गौँडेहरूको दिवसमा 2 दिन अगाडि चाहिँ आम नरसंहार गर्ने हतियारो चाहिँ छुट्छ। अनि त्यही गौँडे सरकारले चाहिँ राष्ट्रपतिले आम माफी दिएको एउटा व्यक्तिले चाहिँ गएर आफ्नो पूर्व श्रीमती र 2टा बच्चाको हत्या गर्छ। यो लुटतन्त्र, ठगतन्त्र, यी के तन्त्र बेकार, लाज मर्दो। मै हो गणतन्त्रको लागि लड्ने मान्छे, मलाई नै लाज लाग्छ। राजावादीहरू अब मैले लुट्न पाउने पालो भन्छन्, गणतन्त्रवादी गौँडेहरू अब हामीले लुटिराख्ने भन्छन्। यो लुटिराख्ने र लुट्न पाऊँ भन्नेका पक्षमा म छैन। अफ्ताब आलमले साफ सुटर लगाएर इन्डियाबाट भाडाको टट्टु ल्याएर गोली हान्छन् भने पनि तिनले कतिवटा गोली कहाँबाट हान्छन् म गोली खान तयार छु। म डराएर हिँड्ने मान्छे होइन। तपाईँ आज पनि अदालत परिषद वरिपरि नै भेट भयो, के गर्न आउनुभयो अदालत? म आज चाहिँ सम्मानित न्याय परिषदमा एउटा उजुरी दर्ता गर्ने मेरो चाहिँ कार्यक्रम थियो। त्यो कार्यक्रम सम्पन्न गर्नको निम्ति म न्याय परिषदमा आएको थिएँ र न्याय परिषदमा मैले मेरो उजुरी दर्ताको लागि ल्याप्चे हानेर छु, औँठा छाप लाएर छु। सनाखत समेत गरेर अब दर्ताको लागि चाहिँ प्रस्तुत भइसकेको छ। फेरि कसका विरुद्ध मुद्दा लिएर म चाहिँ आएको हुँ। कसका विरुद्ध फेरि मुद्दा लिएर? यो चाहिँ आम नरसंहारमा संलग्न नेपाली काङ्ग्रेसका पूर्व मन्त्री, नेता, नरसंहारकारी, हत्यारा मोहम्मद अफ्ताब आलमको विरुद्धमा जुन तपाईँको चाहिँ रौतहट जिल्ला अदालतले उसको विरुद्धमा जन्मकैदको फैसला गरेको थियो, त्यो जन्मकैदको फैसलालाई उल्ट्याएर उच्च अदालत जनकपुर अन्तर्गतको वीरगञ्ज शाखाले त्यहाँको न्यायाधीश तपाईँको चाहिँ को छन् भने खुसी चौधरी होइन, खुसी प्रसाद थारू र अर्जुन महर्जन, 2 जना माननीयहरूको चाहिँ श्रीमानहरूको इजलासबाट मोहम्मद अफ्ताब आलमलाई चाहिँ सफाई दिने जुन निर्णय भयो, त्यो निर्णय उल्टाउनको लागि चाहिँ र उनीहरूमाथि आवश्यक कारबाही गर्ने, न्यायिक परीक्षण गर्ने, जिल्ला अदालतले गरेको आदेश र उच्चले गरेको आदेशको न्यायिक परीक्षण गर्ने, यसमा संलग्न न्यायाधीशहरूको यहाँभन्दा अगाडि उनीहरूले गरेका न्याय सम्पादन समेत खोट देखिन सक्ने हुँदा उनले गरेका जिल्लामा हुँदाखेरि गरेका आदेश, तिनले गरेका फैसला, उच्चमा गरेका सबै फाइलहरू समेत अध्ययन गर्ने, यिनलाई तत्काल निलम्बन गर्नुपर्ने र न्याय परिषद ऐन बमोजिम चाहिँ हदैसम्मको कारबाही गर्न माग गर्दै मैले न्याय परिषदमा यो बेहोराको निवेदन चाहिँ मैले त्यहाँ चाहिँ तपाईँको बुझाएको छु। आलमलाई छोडेका न्यायाधीशकै विरुद्ध तपाईँ मुद्दा हाल्दै हुनुहुन्छ हो? आलमलाई त अब तपाईँको सर्वोच्चमा आउँदैछ त्यो मुद्दा। सर्वोच्च पछि तपाईँको चाहिँ अब हामीले यसलाई हेर्छौँ। अब आलमलाई त्यसरी सफाई दिने न्यायाधीशहरू छन्, उनीहरूले गर्ने न्याय सम्पादन, उनले गर्ने कामहरूमाथि प्रश्न चिन्ह उठिएको छ। तपाईँले अब नेताहरूलाई मात्रै होइन न्यायाधीशकै विरुद्ध नि मुद्दा हाल्दै हुनुहुन्छ होइन? युवराज सफल भनेको चाहिँ राष्ट्रपतिलाई छोडेको छैन, पूर्व राष्ट्रपतिलाई, बालवालाई, प्रधानमन्त्रीलाई छोड्दैन भने न्यायाधीशहरू भनेको न्यायमूर्ति हो। अदालत भनेको के अरे चाहिँ मन्दिर हो भने न्यायाधीशहरू भनेको चाहिँ भगवान् हुन्। त्यसैले गर्दाखेरि अदालतमा भगवानकै विरुद्ध तपाईँले फेरि मुद्दा हाल्नु? त्यही त, पहिला पनि एउटा रवि भगवानलाई चाहिँ जेल हाल्दै थियो नि, अब के गर्ने त होइन। न्यायाधीशले तपाईँ एउटा चाहिँ आम नरसंहार गरेका व्यक्तिलाई सफाई दिनु यो उचित होइन। तथापि त्यहाँको पुनःपाठ आएको छैन। यसको विरुद्धमा कानुनसम्म तरिकाले न्याय परिषदमा गइसके। न्याय परिषदमा उजुरी प्रस्तुत गर्ने उजुरीकर्ताको नाताले यो मलाई चित्त बुझेन भनेर उनका विरुद्धमा कानुन सम्मतमा उजुरी गर्न गएको छु। मलाई लाग्छ यसबाट कोही कसैलाई पनि केही हुनेवाला छैन। युवराज सफलले अब कसैलाई पनि छोड्दैन।
तपाईँले गृहमन्त्री अहिलेका बालवाला गृहमन्त्री रमेश लेखकलाई जुन हिसाबले मुद्दा हाल्नुभयो त्यसपछि तपाईँलाई त धम्कीका त बारिस भयो भन्दा हुन्छ बाढी भयो भन्दा हुन्छ धम्कीबाट डराउनु भएको नि तपाईँ अब हिजो तत्कालीन गृहमन्त्री रवि लामिछानेको विरुद्धमा उजुरी गर्दाखेरि मलाई कलङ्कीको बाबा गेस्ट हाउसमा साफ सुटर ल्याएनन् कि होइन त्यसपछि वामदेव गौतमलाई कारवाही गरे बेलामा साफ सुटर ल्याएनन् कि रमेश खरेल भन्ने मान्छेलाई उजुरी गर्दाखेरि तिनले इन्डियाबाट चाहिँ भाडाका साफ सुटरहरू नमगाएका हुन् र सबैले मगाएको थिए त युवराज सफलको अगाडि कोही कसैको पनि केही लाग्दैन र अहिले रमेश लेखकलाई उजुरी हाल्दाखेरि पनि तरुण दलको चाहिँ म सदस्य हो केन्द्रीय सदस्य हो शेरबहादुर देउबा रमेश लेखक गगन थापा विश्वप्रकाशहरूको वकालत गर्ने कुन चाहिँ झोले भिजिलान्ते हो होइन नामसाम केही पनि छैन कथित सानुभाइ भन्ने एकजना एउटा बालकले होइन तपाईँ त डराएर बसिरहनु भएको छ लुक्दै लुक्दै हिँड्नु भएको छ भन्ने होइन एउटा सानुभाइ भन्ने एउटा नाबालकले चाहिँ युवराज सफललाई चाहिँ धम्की दियो र मैले भएका कुरा बाहिर ल्याइदिएँ हो युवराज सफल कोही हाल त डराउँदैन तर आएका कुरा मैले सञ्जालबाट आम मिडिया जनताको बिचमा राष्ट्रको बिचमा भन्नुपर्छ भनेर राखेँ हो त्यस्ता झारेहरू त्यो भुइँफुट्टाहरूको खासै अर्थ छैन त्यसको औचित्य छैन ऊ आफैले मलाई कसैले मुद्दा हाल्दैछन् रे ज्यान केसको मुद्दा म नाबालक हो मलाई नछोड्ने भयो भनेर डिप्रेस भएर चाहिँ हस्पिटलमा गएका फोटा भिडियोहरू चाहिँ उल्लेख हालेछ ऊ नेपालमा छ या बाहिर छ त्यो त मलाई थाहा छैन सम्बन्धित निकायले नेपाल पुलिस साइबर ब्युरो भद्रकालीको चाहिँ इन्टेलिजेन्स शाखाले चाहिँ अनुसन्धान गर्दैछ यस्ता धम्की दिनेहरूसँग 1 इन्च विचलित नभइकन भ्रष्टाचारीका विरुद्धमा घुसखोरीका विरुद्धमा युवराज सफल लड्छ यसमा मलाई कुनै डर छैन मलाई गर्व छ कि युवराज सफलले गरेका कामदेखि मान्छेहरू भ्रष्टाचारीहरू कति आत्तिएका छन् कति डराएका छन् भन्ने चाहिँ पुष्टि हुन्छ तरुण दलले तपाईँका कारणले तपाईँ र सानो भन्ने एकजना व्यक्तिका कारणले बदनाम भयो भनेर उजुरी छ तपाईँको विरुद्ध नि तपाईँ पनि अब जेल जीवन तपाईँको पनि होइन ती भाइहरूले बिचरा उजुरी दिएका छैनन् उनीहरूले प्रेस विज्ञप्तिद्वारा चाहिँ छानबिन गर्न दायरामा ल्याऊ भनेर छन् मेरो प्रश्न के हो भने त्यहाँ मैले सानो भाइ मात्रै भनेको छु तरुण दलको केन्द्रीय सदस्य बताउने सानो भाइ भनेको छु त्यो मलाई धम्की दिने चाहिँ बझाङतिरको चाहिँ एउटा अल्लारे केटो भन्ने पनि हाम्रो अनुसन्धानले बुझाइसक्यो अब जो सानो भाइ के गुरुङ समथिङ पोस्टमा सानो भाइ भन्ने चाहिँ यो धादिङतिरको नुवाकोटतिरको भाइ रहेछन् फेरि ती मान्छे चिन्या पनि छैन तिनको पुरा नाम राखेको पनि छैन तिनको फोटो राखेको पनि छैन तिनको फेसबुकको प्रोफाइल राखेको छैन चोरलाई खुट्टा काट्छु भन्दा खुट्टा फुत्त ताने जस्तो त्यो भाइ किन बौला हो तरुण दल भन्नु कसैले हुन्छ त्यो भन्ने मान्छेलाई समाएर कारवाही तरुण दलले गर्दो हो त त्यो जो के गुरुङ सानो भाइ भन्ने मान्छे असम्बन्धित हुन् ती हावाचालमा तिनले प्रेस विज्ञप्ति निकाल्न जरुरत पनि थिएन खैर केही छैन निकालिहाले राष्ट्रिय मिडियाले छापिहाले अब म माथि भएको धम्की चाहिँ आधिकारिक उनीहरूले बनाइदियो म धन्यवाद भन्छु म आफैले साइबर ब्युरोमा उजुरी दिएको छु भनेपछि अब के हो कसो त कानुनले कारवाही गर्ला युवराज सफल आफै अनुसन्धानमा लाग्यो हुनाले यस्तो विषयमा मैले जवाफ दिन्न उहाँहरूले पनि एउटा विज्ञप्ति निकाले आफ्नो धर्म निर्वाह गरे हो यो विषयमा मैले टिका टिप्पणी गर्नु छैन तपाईँलाई डर लागेन किन डराउने के गर्दैछ र मैले तराईतिर नजाने होइन तराईमा किन नजाने आलमलाई छोडेको मैले भनेको छु होइन मैले अफ्ताब आलमले साफ सुटर लगाएर इन्डियाबाट भाडाको टट्टु ल्याएर गोली हान्छन् भने पनि तिनले कतिवटा गोली कहाँबाट हान्छन् म गोली खान तयार छु म डराएर हिँड्ने मान्छे होइन म यही हो अहिले पनि देख्नु भएको छ होइन एउटा चाहिँ म देशको प्रशासनिक एउटा निकायमा छु होइन र मेरो पारा यही हो यो आइडी कार्ड जस्तो के बोके लाएर हिँडिरहनु भएको छ तपाईँ त होइन आइडी कार्ड चाहिँ अब समय परिस्थिति ठाउँ आएपछि देखाउने हो जहाँ पाए त्यही देखाउन पनि मिल्दैन र कसैलाई आइडी कार्ड देखाएर तपाईँहरूको संस्थाको आइडी कार्ड हो के हो यो चाहिँ जे भयो यो एउटा चाहिँ सस्पेन्डमै छ यो आइडी कार्ड देखाएर दुनियाँलाई तर्साउन आतङ्क मचाउन पनि मिल्दैन तर म को हो भनेर कसैले चाहिँ भेरिफाई गर्न खोज्यो भने बल्ल यसलाई चाहिँ सो गर्ने हो त्यही भएर यसलाई चाहिँ मैले लुकाएर राखेँ तपाईँ को हो भन्ने राज्यले पनि थाहा भएको छैन छैन कसैले छैन म युवराज सफल हो भन्ने थाहा छ युवराज पौडेल भन्ने थाहा छ होइन धेरै मान्छेहरूले अधिवक्ता हो भन्छन् होइन धेरैले अधिवक्ता भन्छन् कसले सामाजिक अभियन्ता भनेर लेख्छन् के लेख्छन् तर एक्चुअली म को भन्ने कुरो अब राज्यले थाहा पाउला तपाईँहरूले त जुन हिसाबले हाम्रो त छुट्टै अनुसन्धान निकाय छ पनि भन्नुहुन्छ कतिपयले त त्यो कुरा हावादारी हो पनि भनिरहेछन् के हो यो चाहिँ होइन हावादारी भनेकै राम्रो हावादारी भनेकै राम्रो यो कुरामा हावादारी भनेकै राम्रो युवराज सफलले भ्रष्टाचारलाई जेल हालेछ तस्करलाई कारबाही गरेछ उनीहरूले हावादारी भन्दा हावादारी सही मेरो केही टिका टिप्पणी छैन कसैले भन्ने कुरामा मेरो टिका टिप्पणी हुँदैन अब कसलाई मुद्दा हाल्ने तयारी गर्दै हुनुहुन्छ अब फेरि होइन अब
यो नेपालका भ्रष्टाचार गर्नेहरू यसमा संलग्न कसैलाई पनि छोड्दैन। एकजना मात्रै भएको फलानु भन्नु, सबै देशै भ्रष्टहरूको हातमा छ त। ती सबै भ्रष्टहरूका विरुद्धमा मैले मुद्दा हाल्छु। अब लिस्ट होला नि त, लिस्टमा अब चाहिँ यो परेको छ है फर्स्टमा भन्ने त्यस्तो केही छ? होइन, सबै लिस्टमा छन्, सबै प्राथमिकता हजारौँ छन्। अब कतिजना को हो र प्रधानमन्त्री भने 2046 साल 2000 ती भ्रष्टको के कुरा गर्नु। 2046 साल पछिका सांसद, मन्त्री, प्रधानमन्त्री, गृहमन्त्री, न्यायालयका न्यायाधीश, प्रधान न्यायाधीश, संवैधानिक निकायका प्रमुखहरू, त्यसपछि आएर तपाईँको चाहिँ अरू विभागीय प्रमुखहरू 46 यताका सबै मेरो टार्गेटमा छन्। अनि ती त होला 2-5 हजार होलान्। अनि मैले कसरी सबैको नाम भन्न सक्छु त? प्रधानमन्त्री केपी ओलीलाई के आधारमा तपाईँले भ्रष्टाचारी भनिदिनु? होइन, गिरिबन्धु भ्रष्टाचारीको त अनुहार पनि हेर्दिनँ भन्नुहुन्छ त। अनुहार हेर्नुहुन्न, भ्रष्टाचार गर्नुहुन्छ। गिरिबन्धु टी स्टेटमा त तपाईँ उहाँ लागेकै छ नि त। नक्कली भुटानी शरणार्थी पक्राउनुको मुख्य योजनाकार उहाँ हो नि। यस्ता धेरै असङ्ख्य प्रमाणहरू छन्। त्यही भएर त्यो कुरा मैले समय आएपछि कुनै पनि अदालतमा गएर पुष्टि गराउँछु। त्यसको लागि त समय छ। अहिले काउन्टडाउन सुरु भएको हो, काउन्टडाउन सकिएको होइन। चर्चाका लागि मात्रै केवल मुद्दा हाल्न चाहिँ हिँडिरहनु भएको छैन तपाईँ, होइन? होइन, भनेर जे भने पनि भयो। तर युवराज सफलले भिआइपी भ्रष्टाचारमा संलग्नहरूलाई पनि कानुनको दायरामा ल्याउन, उसलाई कारबाही गर्नको लागि चाहिँ अगाडि बढ्छ। र नीतिगत भ्रष्टाचारमा संलग्न प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, राष्ट्रपति, त्यो चाहे सेना प्रमुख, पुलिस प्रमुखै नहोस् अथवा न्यायाधीशै किन नहोस्, सबैलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा चाहिँ युवराज सफल छ। गृहमन्त्रीले चाहिँ कतिपयले राजीनामा दिनुपर्छ पनि भनिरहेछन् प्रतिपक्ष दलहरूले अनुसन्धानलाई सघाउनको लागि। सरकार पक्षले चाहिँ राजीनामा दिन पर्दैन भनिरहेछन्। तपाईँले चाहिँ के देख्नुहुन्छ? तपाईँले त जेलै हाल्नुपर्छ। कुनै पनि व्यक्तिको नैतिकतामा चाहिँ प्रश्न चिन्ह उठिसकेपछि उसले राजीनामा दिनुपर्छ। पहिला राजीनामा देऊ, त्यसपछि छानबिन हुन्छ। दोषी भए जेल जाऊ, नभए फेरि गृहमन्त्री हो। अर्कालाई चाहिँ प्रश्न चिन्ह उठाउने अनि आफू नदिने हुन्छ। यस्ता नालायक कुलङ्गारहरूले आजको भोलि राजीनामा देऊ, होइन भने सर्वोच्चमा तिम्रा विरुद्धमा युवराज सफलले रिट हाल्छ। गृहमन्त्रीलाई मेरो थ्रेटन हो। यो विरुद्धमा यो भने बाबतमा जेल जानुपर्छ, गोली खानुपर्छ। म खान तयार छु, तर म झुक्न तयार छैन। हिजो गणतन्त्र दिवस कसरी? त्यो गौँडेहरूको दिवसमा 2 दिन अगाडि चाहिँ आम नरसंहार गर्ने हतियारो चाहिँ छुट्छ। अनि त्यही गौँडे सरकारले चाहिँ राष्ट्रपतिले आमाफी दिएको एउटा व्यक्तिले चाहिँ गएर आफ्नो पूर्व श्रीमती र 2टा बच्चाको हत्या गर्छ। यो लुटतन्त्र, ठगतन्त्र, यी के तन्त्र बेकार, लाज मर्दो। मै हो गणतन्त्रको लागि लड्ने मान्छे, मलाई नै लाज लाग्छ। तर अहिले राजावादीहरूको नै आन्दोलन छ नि, तपाईँ त्यतै ढल्किन लाउनु भयो क्या? होइन, म यो देशमा एउटा लुटिराख्न पाऊँ भन्ने छ, अर्को मैले लुट्न पाऊँ भन्ने छ। राजावादीहरू अब मैले लुट्न पाउने पालो भन्छन्, गणतन्त्रवादी गौँडेहरू अब हामीले लुटिराख्ने भन्छन्। यो लुटिराख्ने र लुट्न पाऊँ भन्नेका पक्षमा म छैन। म चाहिँ नेपालवादी एउटा व्यवस्थामा विश्वास गर्छु, न राजावादी न गणतन्त्रवादी। म नेपालवादी हो। किम जोङ उन तपाईँहरूको छुट्टै व्यवस्था हो। नेपालवादी व्यवस्थामा चाहिँ किम जोङ उन जस्तो शासक चाहिँ चाहिन्छ। भोलिको किम जोङ उन बन्न युवराज सफल तयार छ। त्यति हो। यहाँभन्दा बढी मैले यस्तो आन्दोलन, लोकतन्त्रमा आन्दोलन गर्न पाइन्छ, विद्रोह गर्न पाइन्छ, उहाँहरूको अधिकार। तपाईँ तानाशाह भन्न तयार हुनुहुन्छ? होइन, म बन्न सक्छु, अरू कोही बन्न सक्छ। तर अहिलेको यो जनतालाई तानाशाह जनताले स्वीकार्छ नि, तपाईँ त तानाशाहवादी रहेछ। होइन, स्वीकार्छ समयले बताउँछ नि। नेपालमा बोल्न पाएर भयो के हो त? छाडातन्त्र हुन पाएर भयो के त? जनतालाई पायो के त? यही भद्रगोल होइन, यही डामाडोल होइन। अनि यस्तो पक्ष हामी लिन सक्छौँ? यो लुटतन्त्र हो, यो ठगतन्त्र हो। यस्तो तन्त्रमा युवराज सफलले विश्वास गर्दैन। राजसभाको पनि प्रसङ्ग छ। तपाईँले त रवि लामिछानेलाई त मुद्दा हालिहाली त्यहाँसम्म पुर्याउनु भयो। पार्टी पनि होइन, त्यस्ता चाहिँ एउटा कमेडी क्लब, त्यस्ता चाहिँ जेलमा भएका चाहिँ कैदीहरूका विषयमा नसोध्नुहोस्। अहिले उनी केही पनि छैनन्। एमाले त्यही विषयमा, एमाले काङ्ग्रेसका सहकारी जुन हिसाबले मुछिएका आरोपीहरू छन्, उनीहरू चाहिँ 10 लाख 5 लाख धरोटीमा छुट्ने, रवि किन जेल भन्ने प्रश्न उठिरहेछ नि। त्यो विषयमा त धनराज गुरुङहरूमाथि अनुसन्धान भइरहेछ, ऋषिकेशमाथि अनुसन्धान भएको छ। उनका श्रीमतीलाई 10 लाख धरोटीमा उठे। हिजो रवि लामिछानेलाई पनि त धरोटीमा छोड्याएन अदालतले। अनि आफूलाई धरोटीमा छोड्दा राम्रो, अर्कोलाई छोड्दा नराम्रो के? नेपाल सरकार, केपी ओली या प्रचण्ड या देउमाले त्यसो गरे भए, गृहमन्त्रीले गरे भएदेखि प्रश्न चिन्ह उठाउन मिल्छ। अदालतलाई मन लाग्यो धरोटीमा छोडो, मन लागेर छोडेन, त्यो अदालतको विषयमा म टिका टिप्पणी गर्न चाहदिनँ, होइन। तर चाहिँ के हो भने अदालतले गरेका कुरा चित्त बुझ्दैन भने त्योभन्दा माथिल्लो निकाय जान पाइयो, त्यो ढोका खाली छ। अदालतले गर्ने निर्णयमा सरकारलाई चाहिँ दाँच्न हुन्छ जस्तो मलाई लाग्दैन। तर अदालतकै निर्णयमा त तपाईँ फेरि यो भएन भनेर आलमको विषय त लिएर आउनु भएको छ। यो त मान्छे मारेको जस्तो आम नरसंहार भएका विषयमा रवि लामिछानेकै सवालमा पनि त म न्याय परिषदमा आएको थिएँ। अन्त त सर्वोच्चले धरि त रवि लामिछाने जेलमा जानुपर्छ भनेको कुरोलाई सर्वोच्चले पनि स्वीकार गर्यो नि त,
भनेपछि उनीहरूले न्याय परिषदमा गरेको उजुरी ठिक रहेछ भने देख्यो नि त। युवराज सभाले बेठिक कुरा गर्दैन, ठिक कुरा गर्छ। त्यही भएर यो आम नरसंहार गर्ने आलमलाई चाहिँ फेरि जेलमा कोच्नुपर्छ। युवराज सभाले जेलमा कोचेर छोड्छ। ढुक्क हुनुहोस्। हिजो बजेट पनि आयो, युवा लक्षित उद्यमशीलता, बजेटलाई कसरी हेर्नु भएको छ? यो बजेट कागलाई बेल पाएको हर्षण बिस्मात। न युवराज सभाको खातामा 1 रुपियाँ आउने, न तपाईँ खातामा आउने। यी लुटेर केही रोजगारी स्टार्टअप केही व्यवसाय गर्न पर्दा 3% ब्याज दरमा पाउने। मैले यो हेरे पनि छैन, यो हेर्नु आवश्यक पनि छैन। यस्ता बजेटले नेपाली जनतालाई केही दिनेवाला पनि छैन, केही खास्नेवाला छैन। यस्ता वायत बजेट सजेट न केही कसलाई के दिन्छ भने लुट्ने ठग लुटेर खाने हुन्। हामीलाई के युवराज सफल जोगीलाई नाङ्गालाई के को टेन्सन बजेटको? मलाई यो बजेट सजेटको चाहिँ कुरा नगर्नुहोस्, मलाई मतलब छैन। हस्, धन्यवाद, नमस्कार।